सल्यानको छत्रेश्वरी गाउँपालिकामा एक घर एक धारा अभियान सफल बन्दै पानीकै लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य 40 बढी आयोजना सम्पन्न। सल्यानको छत्रेश्वरी गाउँपालिकाले लामो समयदेखि रहँदै आएको खानेपानी समस्याको समाधान गर्न सफल भएको छ। एक घर एक धारा अभियान मार्फत अहिले गाउँपालिकाभित्रका बस्तीमा घर घरमा धारा पुगेको छ, जसले स्थानीयको जीवन सहज भएको छ। सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर 6 भोटेचौरका नागरिक अब पानीकै लागि टाढा टाढा धाउनुपर्ने अवस्था छैन। वर्षौंदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीय अहिले भने घरमै धारा जडान भएपछि राहत महसुस गरिरहेका छन्। अनि पानीको दुःख हामीले धेरै पायौँ। हामी पर जग्गा खोल्यो भने जान्थ्यौँ टोगा बोकिन। अहिले अब गर्दा गर्दा अब आफ्नो अमिर पनि गयो, पानीको धारा आना ढिटी पनि गयो। अनि कस्तो धेरै खुसी लाग्छ, धेरै सुविधा भयो हामीलाई। धेरै धेरै धन्यवाद छ यो सबै योजना दिनेहरूलाई, यो काम गराइदिनेहरूलाई। भोटेचौर मात्र होइन, गाउँपालिकाका धेरै बस्तीमा खानेपानीको अभावले विगतमा ठूलो शास्ति खेप्नु परेको थियो। तर अहिले एक घर एक धारा अभियानले ती समस्या समाधान गरिरहेको छ। अनि पहिला त दुःख भरस पाइयो गेर, अहिले त सुख सुनिएर सब पहिला जता सुनिगे। गाउँपालिकाले अहिलेसम्म 40 भन्दा बढी खानेपानीका योजना सम्पन्न गरेको छ। आर्थिक वर्ष 2081-82 मा मात्र 1,61,00,000 रुपैयाँ भन्दा बढीको लगानीमा 4 वटा खानेपानी योजना सम्पन्न भएका छन्। यसरी अहिले हामीले पालिका स्तरबाट पनि 30-40 वटा भन्दा बढी योजनाहरू हामीले यो अवधिमा चाहिँ सम्पन्न गरेका छौँ। सबै ठाउँमा मुहानबाट जनताको घरसम्म ल्याएर घरधारा बनाउने चाहिँ प्रक्रिया चाहिँ सुरु भएको छ। यो वर्ष पनि 4 वटा योजनाहरू सम्पन्न भए। यो योजना अन्तर्गत हामीले चाहिँ लिफ्टिङ योजना पनि हामीले चाहिँ सञ्चालन गरेका छौँ। सकेसम्म हामीले अबका योजनाहरू पालिकाबाट हुने योजनाहरू या दात्री निकायबाट हुने योजनाहरूलाई पनि एक घर एक धाराको नीति लिएर चाहिँ हामी अगाडि बढिरहेका छौँ। यसलाई चाहिँ हामी जतिसक्दो चाहिँ पुरा गर्ने प्रक्रिया। पानीको सहज पहुँचले अब छत्रेश्वरी गाउँपालिकाका बासिन्दाको जीवनमा मात्र सुधार ल्याएको छैन, यसले आत्मनिर्भर र समृद्ध भविष्यको आधार पनि तयार गरेको छ। सल्यानबाट अमृत बाबु बुढाथोकीको रिपोर्ट।